गरिन्छ। त्यसपछि 13 दिनसम्म काज पूजा गरेर वर्ष दिनसम्म बारेर अनि पूजासुजा लाएर चाहिँ खाइन्छ भने जब त्यो बारीले बोकेर ल्याएको लासलाई बाँसले घुची अझै भएन भनी त्यो कानको सुन जति सबै उतारेका छन्। हे भगवान्, के कुरा गर्नु, नेपालमा के हुन गइरहेको छ। त्यो जब त्यो कानको सुन उतारेको त्यो बेवारिसे मान्छेसँग कानको सुन उतारेको मान्छेहरूसँग कसैले बिहे नगर्नु है। यदि बिहे गर्नुभएको छ भने पनि डिभोर्स गरेर बसिहाल्नु। यसले त आफ्नै बुढीलाई पनि मारेर सुन निकाल्न बेर लाग्दैन, सुन लगेर बेच्न बेर लाग्दैन। यसले त मान्छेलाई भन्दा पनि सुनलाई नै माया गर्दो रहेछ अनि आफ्नो बुढीलाई भन्दा पनि सुनलाई नै माया गर्दो रहेछ भन्ने कुरा प्रमाणित हुन्छ। यसले त आमा भन्दैन, दिदीबहिनी भन्दैन, कसैले केही भन्दैन। त्यही भएर यदि बिहे गर्ने यो केटासँग कोही बिहे गर्न चाहनुहुन्छ भने बिहे नगर्नु होला। बिहे गरिसक्नु भएको छ भने पनि दुःख पाउनुहुन्छ। जब त्यो खोलामा बगिरहेको त्यो बेवारिसे लाससँग भएको त्यो कानको सुन त देख्न नसक्ने मान्छेले अनि यसले जिउँदा मान्छेहरूको त्यो कानमा अरूले लगाएको त्यो सुन, घाँटीमा लगाएको सुनपट्टि आँखा लाउँदैन। यसले त दाउ हेरी मान्छेलाई मारेर पनि आफ्नो सुन निकाल्छन्। यसले त आफ्नो सुनलाई धेरै माया गर्दो रहेछ। सुनले नै सबै थोक हुन्छ भन्दो रहेछन्। मानवता हराएको देश छन् यो हिन्दू संस्कार छन् त जुन हिन्दू धर्मावलम्बीहरूले त मान्छे मरिसकेपछि सम्मानपूर्वक काज क्रिया गरेर अन्त्येष्टि गरिन्छ अनि पूजाआजा गर्छन्। 13 दिनपछि 13 दिन त्यो वर्ष दिनसम्म बार्छन्, त्यस्ता गर्छन्। तर यस्ता पापीहरू जन्मिएको देशमा अनेक खालका घटनाहरू हुन्छन्। यसले त अनि 3 वर्षको मान्छेलाई बलात्कार गरेर 2 वर्षको मान्छेलाई यस्तो भयो भनेर भन्छन्। अनि त्यसपछि नेताहरूलाई दोष दिन्छन्, नेताहरूले गर्दा यस्तो भयो भन्छन्। के को नेताहरूले गर्दा मान्छेहरू आफू राक्षस बनेर जन्मिसकेपछि यस्ता छोरा जन्मनुभन्दा त नजन्मेकै बेस। यस्ता सन्तान जन्मनुभन्दा त बरु निसन्तान भएकै ठान्दछु। त्यस्तो बेवारिसे लाससँग त्यस्तो गरेको छ। यतिका आगा लागि भए चोर र हतार अनि त्यसपछि हतार केही गरिसक्दैन छैन। धन्न आफू कसरी जोगिने होला। आफू जोगिएपछि आफू बचिसकेपछि त के अरे कमाउन सकिन्छ। बिस्तारै कमाउने, बिस्तारै जोड्ने। यो लासलाई त्यो खोलामा बगिरहेको लास त्यो उतारिदिएको भए उसको आफन्तहरूले चिन्थ्यो होला यो। अनि त्यसपछि पुलिसहरूलाई फोन गरिदिएको भए, सम्पर्क गरिदिएको भए सलाम पाउँथ्यो, इलाम पाउँथ्यो, सबैले वाह गर्थ्यो, सबैले हाई गर्थ्यो। ल है, तपाईँले यस्तो काम गर्नुभएछ, बधाई छ, यस्तै काम गर्दै जानु भनेर नाम रहन्थ्यो। जब त्यो हेर त्यो सुन निकालेकोले गर्दा अहिले अब पक्राउ परिसक्नु भएको छ। अब के हुन्छ हेर्नु। बिचरा त्यो आमा बुवालाई कस्तो भएको त होला। यस्तो छोरा जन्माएर मैले ठुलो पाप गरेछु भनेर अहिले पिर लिएर बस्नु भएको होला। यस्तो छोरा जन्मिनुभन्दा यस्तो सन्तान जन्मिनुभन्दा त निसन्तान बसेकै राम्रो हुँदैछ। बेवारिसे लासमाथि त्यस्तो गरेको छ। हाम्रो हिन्दू धर्मअनुसार सम्मानपूर्वक काज क्रिया गरेर अन्त्येष्टि गर्थे। हरे राम, कुन चाहिँ धर्म मानेका रहेछन् त्यो 2 जना केटाहरूले। बाँसले घुची टाउको त्यो कपाल लुछाटे गरेर त्यो सुन त सुन निकालिसकेपछि त्यो लासलाई पनि बाहिर निकालिदिएको भए सायद उहाँको आफन्तहरूले चिन्थ्यो होला, उहाँको आफन्तहरूलाई सम्पर्क गरिन्थ्यो होला। त्यो लासलाई चाहिँ त्यही खोलामा छोडिदिए। यस्तो छन् हाम्रो देश नेपालमा, के कुरा गर्नु र।